हेलो गाइज, आज हामी चाहिँ पशुपति घुम्न आएको म र सुबिन सर। यु क्यान सी हेलो गाइज, यो चाहिँ मनोज सरको लागि, सबिना म्यामको लागि। मैले मिस भनिस् न, मिसको म्याम लागि त भनेको त बिहा भएको मान्छेलाई म्याम भन्ने, मिस। मैले त्यत्रो रिक्वेस्ट गर्दा पनि उहाँहरू आउनु भएन। अब के भनौँ, केही नभनौँ, के भन्ने, के नआएको मान्छेलाई के भन्ने, यहीँबाट भन्ने जे भन्छ। हामी केही भन्दैनौँ, धेरै राम्रो गर्नुभयो, नआउनुहोस्, हामीसँग कहिले नभेट्नुहोस्, हामीसँग कहिले रमाइलो नगर्नुहोस्। म त यति भन्छु, नआउनुहोस् के खल्लो पनि लागिराखोस् क्या हामीलाई मनमा चाहिँ। तर हामीले चाहिँ दुईजना एकदम रमाइलो गऱ्यौँ, पशुपति घुम्यौँ होइन। अनि घुमाउने ठाउँहरू, देखाउने ठाउँहरू सबै रमाइलो होइन। त्यो हात छिराउने ठाउँ के अरे त्यो आई डोन्ट नो के भन्छ, त्यहाँ पनि हामीले गऱ्यौँ। 3 चोटिमा लास्ट टाइम सक्सेसफुल। पानी परेको छ है, मौसम एकदम क्लियर छ, एकदम चिल छ। गर्मी चाहिँ भयो मलाई, मलाई चाहिँ चिसो भयो। यहाँ आएदेखि नि मलाई चिसो फिल भइरहेछ, प्लस ज्वरो पनि लागिरहेछ। बानी लाग्नु पर्दो रहेछ नि काठमाडौँ बस्नु। बानी लागेन भने चिसो हुने। हाम्रो तराईमा त गर्मी छ, त्यहाँको बानी यहाँ त फेरि टिक्दैन। यहाँ बल्ल बल्ल म पनि बानी लाउँदैछु चिसो कसरी ठेक्ने भने। अब यहाँ बसिसकेपछि तराई जान सक्दैन हो, गर्मीले मर्छ। कम गर्मी छ, घामै निक्लिनु सक्दैन। यहाँको घाम निक्लिनु सक्दैन, त्यहाँ त तराई त तराई।